नमस्ते एभ्रिवान। अनि आज चाहिँ तिहारको सेकेन्ड दिन अनि हाम्रो मम्मीहरू चाहिँ सामान किन्न जाँदै हुनुहुन्छ हाम्रो मम्मी अनि यतापट्टिको आन्टीहरू हैन। अनि म चाहिँ मम्मीहरूसँग यहाँदेखि चोकसम्म जाने हो। अनि त्यसपछि मलाई इन्जेक्सन लाउनुपर्छ। म पीडित इन्सान हो नि त, त्यही भएर मलाई इन्जेक्सन लाउनुपर्छ। अनि आजको दिन कस्तो हुन्छ हेर्दै राख्नु, भिडियो लास्टसम्म हेरिदिनु। अनि नयाँ हो भने सब्सक्राइब हानिदिनु। अनि हाम्रो राम्री मम्मी, हाम्रो ड्राइभर फेरि आन्टी आन्टी हाम्रो ड्राइभर आन्टी हाम्रो ड्राइभर आन्टी उता निस्किन्छ हो, त्यहाँ हल्का चाहिँ म आइसकेँ। अब उता जानुभएको छ होइन, उता लिन दबाई लिन, त्यस पछाडि लगाइदिनुहुन्छ। तर म रुँदिनँ, म रुवाउने मान्छे हो, रुनु हुँदैन मलाई। यहाँ चाहिँ दबाई होइन, छोटु अङ्कलले अब दबाई निकाल्दै हुन्छ। यहाँ दोकान लाउने होइन नि त, इन्जेक्सन चाहिँ लगाइसकेँ होइन मैले। अनि त्यसरी अब त्यहाँ भिडियो बनाउनु मिल्दैन, अनि मैले भिडियो बनाएन त्यहाँ। अब घर जाँदैछु। म चाहिँ मेरो घर आइपुगेँ। अहिले चाहिँ तिहार लागेर हो, जहाँ पनि सुँगुरको मासु नै पाइन्छ, जहाँ पनि सुँगुरको मासु काट्दै हुन्छ। अनि त्यहाँ भिडियो बनाउन मिल्थेन, त्यही भएर मैले भिडियो बनाएन। त्यही हो कुरा। अब घर जाने हो, घर गएर आशिका तामाङ दिदीको आँखा हाम्रो विराटनगरको यो कच्ची बाटोमा पनि आँखा परोस् अरे है। हाम्रो महिला मण्डलीको चाहिँ चाहना यही हो होइन। सब हाम्रो मम्मीहरू चाहिँ त्यो के भन्छ अनारस कि खै के हो त्यो बनाउँदै हुन्छ हो, मम्मी छिमेकी आन्टी सबैजना। अनि म चाहिँ हेल्पर हो, के सामानहरू माग्नुहुन्छ त्यही पुगाइदिने हो। अनि मेरो मायालु, हिजो तिमीलाई मैले मुटु दिएको थिएँ, आज तिमीलाई म फुल दिन्छु। म जस्तो फुलको तर्फबाट तिम्रो लागि रोज फुल। कालो आयो, म मान्छे कालो छु त के कालो नआए के गोरा हुनु पर्यो डल्लो रिस उठाउनु। अनि म यहाँ मोती लगाउँदैछु हेर्नुहोस् ल, यहाँ मोती यसरी लगाउनुपर्छ यो मोतीलाई, तरक 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 चर्का मोती। अनि यता पनि यसमा दिदीकोमा पनि मोती लगाइदिन्छु, नुन छर्के त्यसरी यसरी है अनारस यसलाई भन्छ है। अब आमाले लिँदै हुनुहुन्छ। अनि त्यसरी यसरी तेलमा छाकेर हाम्रो दिदी यहाँ कुकुरको लागि माला बनाउँदै हुन्छ। अनि ह्याप्पी लक्ष्मी पूजा सबैजनालाई, अहिलेको लागि प्लस कुकुर तिहारको लागि, कुकुर तिहारको पनि सबैलाई शुभकामना। अनि के भन्नु, तिहार राम्ररी मनाउनु होला सबैजनाले। अनि नो पल्युसन, पटाका धेरै पड्काउने होइन, पड्काउने हो नि, पटाका नपड्काएर के पड्काउने त, पटाका त पड्काउने हो। तिहार कति वर्ष अरे वर्षमा एकपल्ट आउने यो तिहार, दसैँ छैठहरू यो चाडपर्वहरू, यस्तो बेलामा नपड्काएर कहिले पड्काउने होइन त, पड्काउने हो, पटाका त पड्काउने हो। तर अरूलाई हानि नपहुँचाइकन पड्काउने हो, बुझ्यौ साथी हो। अलिक ठुल्ठुलो सेलिब्रेटी हो जस्तो या ठुल्ठुलो भ्लगर हो जस्तो या हल्का उता के भन्छ त्यसलाई गफ हान्दै तर पड्काउने हो, पटाका त पड्काउने हो। मैले पनि यति धेरै किनेको छु। तर म डरछेरीले के किनेछु, झिरझिरे। यसले चाहिँ के, यसले अस्ति हाट बजार गएको थियौँ होइन शनिबार, त्यतिखेर यसले उता त झिरझिरे किनेको छ। अनि मैले त भनौँ पनि के भनौँ, मम्मीले चाहिँ हिजो मम्मी जानुभएको थियो नि त जोग पनि। अनि हिजो मम्मीले मलाई यति धेरै पटाका किनिदिनु भएछ, पड्काउने आज त मजाले पड्काउने। राति रमाइलो हुन्छ हौ साथीहरू। अनि म अल्छीको पोको
म उठ्दा उठ्दा सबै काम भइसकेको रहेछ क्या कोलाको थम्माहरू सबै गाडिसक्नु भइरहेछ होइन मम्मी र दिदीले नै मिलेर अनि मैले अस्ति झिलिमिली लगाउँदै अलिकति छोडिदिएको थिएँ क्या अलिक तार पुगेन त्यही भएर अनि त्यसरी त्यही अघि भर्खर मिलाएँ ओरे अनि त्यसरी मिलाए पछाडि अनि बल्ल सबैजना बल्ल राम्रो यसलाई सानो मैले ल्याएको थिएँ हो यो बाटोमा रुँदै थियो अनि मलाई कस्तो माया लागेर अनि मैले यसलाई ल्याएको थिएँ हो अनि यो नै हो मेरो सबै कुछ भन्दा हुन्छ मेरो हिरे बेटे मेरो हिरे बेटे अर्को जन्ममा मेरो भाइ भएर आइज ल भाइ बुझिस् टमी अर्को जन्ममा मेरो भाइ भएर आइज आज मेरो भाइको बर्थडे हो ह्यापी कुकुर तिहार मेरो टमी आज मेरो भाइको बर्थडे हो यहाँ टिका लाउँदैछ कस्तो माला लाउँदैछ कस्तो आरामले ज्ञानी मान्छे हेर है अनि यहाँ दिदीले माला लगाइदिइरहेछ अब मेरो भाइले भात खान्छ आधे टमी आधे हेर्नु मैले आउँछ आयो टमी त ओ गयो भात हेर कि भाततिर गइसक्यो टमी यता टमी अरे मेरो मलाई मान्छेले इग्नोर गर्छ खुद मेरो दियो पानीमा भिजाउँदैछ हो अनि म मान्छे चाहिँ भात खाँदैछु मलाई सब्जी नै कसरी दिने नै तपाईँ भान्चै छैन किचनै छैन किचन नभएको जस्तो किचनमा खानु छोडेर यहाँ आएर बाटोमा बसेर खान्छ अनि के होइन हौ म त अब यसो हेर्दै है यस्तो यो के काम गर्छ भने हेर्दै आएँ होइन अनि यहाँ आएर भात खाँदैछु म सब्जी सकेर अघिदेखि सब्जी कि सब्जी भन्छ सब्जी दिन गए नि छैन है उता आफ्नै तालमा काम गर्दै मलाई त माया गर्नुहुन्न कसैले मलाई त कसैले माया गर्नुहुन्न कस्तो फिजी हुँदो रहेछ है अनि कस्तो हुन्छ त माटोको हाम्रो दिदी अनि त्यसपछि हाम्रो प्यारो प्यारो एउटा पाहुना हुनुहुन्छ क्या उहाँले बनाउँदै हुनुहुन्छ पाहुनालाई हेर्ने हाम्रो मम्मी हो उहाँहरूले चाहिँ भाइ मसला बनाउँदै हुनुहुन्छ यसलाई चाहिँ भाइ टिकामा दाइ भाइलाई दिनुपर्छ जस्तो कि म एउटा भाइ सुन हजुर माया यो चाहिँ चिनी र पिठो हो अनि यसलाई चाहिँ म बोइल गर्दैछु किनकि सेलरोटी पकाउनको लागि बोइल गर्नुपर्छ नि त अनि त्यही भएर बोइल गर्दैछु बोइलिङ काम हुँदैछ अनि यता दिदीले चाहिँ सेलको लागि तयारी गर्दै हुन्छ अनि हाम्रो मम्मीले त भाइ मसला बनाइसक्नुभयो कहिले नसुनेको नामहरू सुन्न पर्छ यार What is this? भाइ मसला सिधै भाइ मसला This is my boiling water पानी boiling पानी boiling आधा गीत पनि गाएर सुनाउनु पर्छ क्या अनि मात्रै छिटो बोइल हुन्छ Few moments later हो त्यस्तै पार देखा बोलो ल यो राखिराख्छु भोलि पनि सुने ल म हेर्नु टिकटकमा अनि उसले चाहिँ बाटो 8 भाइ मिसको पिला गुरुङ ओ हेलो भन न हेलो गाइस YouTube बनाउने और अभी तो रुको क्लाइमैक्स अभी बाकी 3 hours later अनि यहाँ चाहिँ हाम्रो मिस यहाँ दियो बाल्दै हुन्छ
कर्चौ जिन्दगी म चाहिँ अगरबत्ती लिएर घुम्दैछु हो। अब यहाँ हाम्रो मम्मीहरू चाहिँ देउसी भैलो खेल्दै हुन्छ हो। न अब चाहिँ खेल्न पाएन किनकि खुट्टा कट्यो नि त मेरो, अनि खुट्टा कटेले गर्दा त्यस्तो राम्ररी हुन सक्दिनँ, त्यही भएर मैले खेल्न पाएन। अनि हाम्रो मम्मीहरू यहाँ हुन्छ, खुट्टा कटेले गर्दा मैले देउसी भैलो खेल्न पाएन। यसपालि त त्यहाँ मेरो खल्लो हो। अब यहाँ मम्मीहरूको देउसी यसपालिलाई गरिदिन्छु बाई बाई बल्ल पर निर्मायामा कुरी डालैमा। ल बजाऊ अब देख्यो आहै बन मेरो भाइयो देउसी रे आहै रामरी बन भन्दिन बन न बन देउसु रे बन न अङ्कल देउसु रे अनि खोइ फेरि आयो पो राव ब्लक खतम भयो। बल्ल परो निर्मायामा कुरी डालैमा परे परो निर्मायामा यसपालि त तिहारै रमाइलो बत्ती बल्यो हामीलाई त घमाइलो बल्ल परो निर्मायामा कुरी डालैमा। 2082 साल कातिको महिना हाम्रो खेलाडी कोही पनि छ